दुईटा छिमेकी देश छन् है। उनीहरू वर्षौंदेखि एउटा हिउँले ढाकिएको, भनौँ न एकदमै कठ्याङ्ग्रिने चिसो र उराट लाग्दो जमिनको टुक्राका लागि झगडा गरिरहेका छन्। करोडौं रुपैयाँ खर्च गरेर त्यहाँ सेना र पुलिस राखिएको छ। हो नि, अनि त्यही एउटा सानो बिन्दुलाई लिएर संसद तात्छ, सडकमा नाराबाजी हुन्छ। एकदम दशकौं पुरानो सम्बन्ध नै दाउमा पर्छ। तर अचम्मको कुरा के छ भने नि, त्यही विवादले गर्दा केही किलोमिटर तल हुन सक्ने अर्बौं डलरको व्यापारिक सम्भावना र आर्थिक विकास पनि उनीहरूले पुरै गुमाइरहेका छन्। सही कुरा हो। सुन्दा कुनै फिल्मको प्लट जस्तो लाग्छ नि है। हो, सुन्दा त्यस्तै लाग्छ, तर यो हाम्रै आफ्नै यथार्थ हो नि त। आजको हाम्रो यो गहिरो अध्ययनमा हामी सन् 1816 को सुगौली सन्धि, काली नदीको मुहान र मुख्य गरी लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्रको विवादको बारेमा कुरा गर्दैछौँ। हजुर, यो निकै संवेदनशील विषय हो। एउटा यस्तो गजबको स्रोत सामग्री छ नि, सहदेव थापाद्वारा तयार पारेको एउटा डकुमेन्ट, जसको नाम हो लिपुलेख, कालापानी, लिम्पियाधुरा विवाद समाधान तथा नेपाल भारत रणनीतिक साझेदारी सुदृढीकरणका लागि सहकार्यात्मक रूपरेखा। नाम अलि लामो छ, तर यसको काम साँच्चै नै सिमानालाई हेर्ने हाम्रो जुन परम्परागत चस्मा छ नि, त्यसलाई नै फुटाइदिन खोज्ने खालको छ। हाम्रो आजको उद्देश्य कुनै एउटा पक्षको समर्थन गर्नु होइन है। खासमा यो डकुमेन्टले शून्य योग वा भनौँ जिरो सम गेमको अवस्थालाई कसरी आर्थिक फाइदामा बदल्ने भनेर खाखा कोरेको छ, त्यही बुझ्ने हो। तर यो विषयमा भित्र पस्नु अघि अलिकति पृष्ठभूमि बुझ्न एकदम जरुरी छ। पक्कै पनि। सुगौली सन्धिले काली नदीलाई सिमाना त मान्यो, तर त्यो नदीको वास्तविक मुहान कुन हो भन्ने कुरामा विवाद रह्यो नि त। नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली मान्छ, जसको अर्थ सम्पूर्ण कालापानी क्षेत्र नेपालको हो, होइन र? उता भारतले फेरि अर्कै सानो खोलालाई काली मान्छ र त्यो भूभाग आफ्नो दाबी गर्छ। तर कुरा यतिमै रोकिँदैन। भनेपछि अरू पनि कारण छन्। हो नि, भारतको लागि यो एउटा सामान्य जमिनको टुक्रा मात्र पक्कै होइन। लिपुलेख भन्ज्याङ भनेको यस्तो के भन्छ रे, एउटा रणनैतिक उचाइ हो जहाँबाट भारतीय सेनाले तिब्बती पठारलाई स्पष्ट रूपमा निहाल्न सक्छ। भनेपछि यो सुरक्षासँग जोडिएको कुरा भयो। हो त नि, विशेष गरी सन् 1962 को भारत-चीन युद्धपछि भारतले यो बिन्दुको सामरिक महत्त्व झनै बढी महसुस गर्यो। त्यसैले उसले त्यहाँबाट हट्न कहिल्यै चाहेन। अर्कोतिर नेपालको लागि यो आफ्नो सार्वभौमिकता, इतिहास र राष्ट्रिय पहिचानको मुटुसँग जोडिएको विषय हो। यहाँनिर मलाई एउटा कुरा याद आयो। यदि कोही अहिले काठमाडौँमा बसेर हाम्रो यो छलफल सुन्दै हुनुहुन्छ भने पक्कै पनि उहाँको मनमा एउटै कुरा खेलिरहेको होला, हाम्रो जमिनको विषयमा के को सम्झौता? त्यो त हाम्रो हो नि। स्वाभाविक हो, धेरैको प्रश्न यही नै हुन्छ। तर यो डकुमेन्टले यो जमिन कसको हो भन्ने विवादलाई एकछिन थाती राखेर यो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने एउटा नयाँ मोडल प्रस्ताव गरेको छ। मलाई त यो पढ्दा एउटा गजबको कुरा याद आयो। के कुरा नि? मानिलिउँ दुई छिमेकी वर्षौंदेखि जग्गाको सिमानालाई लिएर अदालत धाइरहेका छन्, मुद्दा चलिरहेको छ। अनि अचानक कोही आएर भन्छ, हेर्नुहोस् यो विवादित जग्गा यसै बाँझो राख्नुभन्दा यहीँनिर एउटा ठूलो शपिङ मल बनाऊ अनि नाफा बाँड्ने हो नि। त्यसबाट आउने नाफा आधा आधा बाँडौँ अनि मुद्दा चाहिँ अदालतमा आफ्नो ठाउँमा चल्दै गर्छ। यो डकुमेन्टले ठ्याक्कै यस्तै स्वामित्व भन्दा उपयोग अर्थात् युटिलाइजेसन ओभर ओनरशिपको कुरा गरेको छ। साँच्चै राम्रो उदाहरण दिनुभयो। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। खासमा यहाँ बुझ्नुपर्ने मुख्य मेकानिजम नै त्यही हो। परम्परागत कूटनीति सधैँ जिरो सम गेममा फस्छ, अर्थात् कि वार कि पार हो। अर्थात् यदि नेपालले त्यो जमिन पायो भने भारतले हार्छ र भारतले पायो भने नेपालले हार्छ। यस्तो अवस्थामा कुनै पनि देशको राजनीतिज्ञले ल ठिकै छ नि त भनेर पछाडि हट्ने जोखिम मुल्न सक्दैन। चुनाव हार्ने मात्र होइन, देशद्रोहीकै बिल्ला लाग्छ नि राजनीतिमा त। एकदमै। त्यसैले यो प्रस्तावले स्वामित्वको अन्तिम छिनोफानो बढ्नुभन्दा अगाडि त्यसको उपयोगलाई कसरी साझा बनाउने भन्ने नयाँ बाटो देखाएको छ। तर यो नयाँ अभ्यास नै हो कि अन्तर पनि यस्तो भएको छ? अन्तर्राष्ट्रिय कानूनमा यस्ता अभ्यासहरू प्रशस्तै छन्, जहाँ सार्वभौमिकताको प्रश्नलाई यथास्थितिमा राखेर दुई देशले स्रोतको साझा उपयोग गरेका छन्। ल यसलाई खोतलेर हेरौँ है त। मलाई यहाँनिर एउटा कुरामा रोक्न मन लाग्यो। हजुर, भन्नुहोस् न। यो सुन्दा जति आदर्शवादी सुनिन्छ नि, यथार्थमा यो एकदमै झन्झटिलो जस्तो लाग्छ मलाई त। तपाईँले विवादको स्वरूप परिवर्तन गर्ने कुरा त गर्नुभयो, तर नक्सा त मेटिँदैन नि। नेपाली जनताले आफ्नो दाबी गरेको भूमिमा भारतीय सेनाको गस्ती देख्दा वा भारतीय पक्षले त्यहाँ आफ्नो प्रशासन नदेख्दा यो सम्झौता अर्को चुनावसम्म कसरी टिक्छ? विवादलाई यसरी गलैँचा मुनि लुकाएर मात्र त समाधान हुँदैन होला नि। यो एकदमै जायज प्रश्न हो। यसैको लागि डकुमेन्टमा एउटा प्राविधिक समाधान दिएको छ। यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने डकुमेन्टले संयुक्त प्रशासनिक संयन्त्र अर्थात् जोइन्ट एडमिनिस्ट्रेटिभ मेकानिजम, जसलाई छोटकरीमा ज्याम भनिएको छ, त्यसको परिकल्पना गरेको छ। ज्याम यो भनेको ठ्याक्कै के हो त? यो भनेको विवादलाई गलैँचा मुनि लुकाउने कुरा पक्कै होइन। यसको मेकानिजम के हो भने त्यो विवादित क्षेत्रमा अब कुनै एउटा देशको मात्र एकलौटी प्रशासन वा सेना रहने छैन। भनेपछि दुवै देशका सेना बस्छन्? बस्दैनन्। सबैभन्दा पहिलो शर्त नै डिमिलिटराइजेसन हो। सेना हटाउने? अर्थात् त्यहाँबाट भारी सैन्य उपस्थिति पूर्ण रूपमा हटाइन्छ। त्यसको सट्टा दुवै देशका सुरक्षाकर्मीहरूको संयुक्त गस्ती मात्रै हुन्छ। पक्नुस् है। भनेपछि मानम त्यो संयुक्त क्षेत्रमा कुनै अपराध भयो वा विवाद पर्यो भने कसको कानून लाग्छ? कसले पक्राउ गर्छ त त्यस्तो बेला?
हो, त्यहीँनिर यो ज्यामको भूमिका आउँछ। त्यहाँ नागरिक प्रशासन दुवै देशको संयुक्त समितिले चलाउँछ। कानून र न्यायको हकमा कुन देशको नागरिक मुछिएको छ वा घटनाको प्रकृति कस्तो छ त्यसको आधारमा स्पष्ट प्रोटोकलहरू बनाइन्छन्। भनेपछि मिलेर काम गर्ने भयो। एकदम, यो कुनै नौलो कुरा होइन। युरोपका कतिपय सीमावर्ती शहरहरूमा यस्ता संयुक्त पुलिसिङ मेकानिजमहरू सफलतापूर्वक चलिरहेकै छन् नि। त्यो त हो। तर यहाँको मुख्य उद्देश्य भनेको बन्दुकको नाललाई इको टुरिज्म र स्थानीय पूर्वाधार विकासले विस्थापित गर्नु हो। दुवै देशले आफ्नो संसदमा गएर हामीले हाम्रो दाबी छोडेका छैनौँ, हामी त्यहाँको प्रशासनमा छौँ भनेर अनुहार बचाउन सक्छन् नि त। अनुहार बचाउने कुरा त बुझे, तर राजनीतिज्ञहरूले केवल शान्तिको लागि मात्रै यत्रो ठूलो जोखिम लिँदैनन् जस्तो लाग्छ मलाई। पक्कै लिँदैनन्। दुवै पक्षलाई सन्तुष्ट पार्न ठोस, गन्न र नाप्न सकिने फाइदा चाहिन्छ नि त। भारतको लागि त मैले अघि तपाईँले भनेको कुराबाट बुझेँ, उसलाई त्यहाँको रणनीतिक उचाइ चाहिएको छ अनि कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूको लागि सुरक्षित बाटो चाहिएको छ। हजुर। यो सम्झौताले भारतको त्यो सुरक्षा र धार्मिक रूटलाई सुनिश्चित गर्छ। तर नेपालले के पाउँछ त? नेपाल त आफ्नो दावी गरिएको भूमिमा भारतलाई वैधानिक रूपमै साझेदार बनाउन तयार हुनु पर्यो। यसको बदलामा नेपालको हातमा के पर्छ? हो, यहाँनिर कुरा साँच्चीकै रोचक बन्छ। यहीँनिर यो प्रस्तावको सबैभन्दा ठूलो इकोनोमिक ट्रेड अफ वा भनौँ लेनदेन लुकेको छ। के लेनदेन छ त्यस्तो? हेर्नुस्, नेपाललाई भूपरिवेष्टित देश हुनुको सबैभन्दा ठूलो मार केमा परेको छ? पारवहनमा परेको छ नि। विश्व बजारसँग जोडिन नेपाललाई भरपर्दो, द्रुत र स्वतन्त्र व्यापारिक मार्ग चाहिएको छ। त्यो त हाम्रो पुस्तौनी समस्या नै हो। हो, त्यसैले यो प्रस्तावले भन्छ नेपालले लिपुलेख क्षेत्रमा संयुक्त प्रशासन स्वीकार्ने हो भने त्यसको बदलामा भारतले पूर्वी नेपालको झापा क्षेत्रबाट भारतीय भूभाग हुँदै सिधै कोलकाता बन्दरगाहसम्म पुग्ने एउटा उन्नत पारवहन तथा व्यापारिक करिडोर उपलब्ध गराउनेछ। एकछिन है, नेपालसँग अहिले पनि भारत हुँदै आउने पारवहन सन्धि त छँदैछ नि, सामानहरू आइरहेकै छन्। यो नयाँ करिडोरले त्यस्तो के जादु गर्छ र नेपालले यति ठूलो सम्झौता गरोस्? अहिलेको र यसमा धेरै फरक छ। फेरि भारतको बाटो हुँदै जाने भनेपछि भारतीय भन्सारले बीचमा रोक्ने, चेक जाँच गर्ने अनि महिना दिनसम्म कन्टेनर अड्किने समस्या त जहाँको त्यहीँ रहला नि। रहँदैन। यहाँनिर नन सोभरेन मोडल अर्थात् सार्वभौमिकता नघट्ने मोडलको लजिस्टिक बुझ्न जरुरी छ। यो अहिलेको जस्तो सामान्य सडकको कुरा हुँदै होइन। अनि कस्तो सडक हो त? यो एउटा डेडिकेटेड अर्थात् नेपालको लागि मात्रै छुट्याइएको करिडोर हुनेछ। यसमा सिल्ड कन्टेनर र इलेक्ट्रोनिक ट्र्याकिङको व्यवस्था हुन्छ। भनेपछि बीचमा खोल्न नपाइने? एकदम सही। यसको अर्थ नेपालको भन्सारबाट सिल भएर निस्केको कन्टेनर भारतीय भूमिमा छिरेपछि भारतीय भन्सारले बाटोमा रोक्ने, खोल्ने वा चेक गर्ने केही पनि गर्दैन। त्यो कन्टेनर सिधै कोलकाता बन्दरगाह वा अर्को ड्राई पोर्टमा पुगेर मात्र खुल्छ। त्यो बाटोमा नेपालको रेल वा मालवाहक गाडीहरू निर्बाध कुद्न पाउँछन्। वाउ, अघि मैले शपिङ मलको उपमा दिएको थिएँ नि, अब यसलाई म अर्को तरिकाले बुझ्ने प्रयास गर्छु है त। भन्नुस् न। यो भनेको मेरो घर पछाडि छ र मुख्य सडकसम्म पुग्न मैले मेरो छिमेकीको आँगन हुँदै जानुपर्छ। छिमेकीले मलाई हिँड्न त दिएको छ, तर बेला बेला गेट लगाइदिन्छ वा आज मेरो घरमा पूजा छ नहिँड्नुस् भन्छ। हो, अहिलेको अवस्था त्यस्तै छ। तर यो नयाँ मोडल भनेको चाहिँ त्यो छिमेकीको जग्गा मेरो नाममा पास नभए पनि मैले त्यो जग्गामा यस्तो एउटा पक्की बाटो बनाउने कानुनी अधिकार पाउँछु जसमा म जुनसुकै बेला जतिखेर पनि हिँड्न पाउँछु र उसले मलाई रोक्न पाउँदैन। एकदम। जग्गा उसकै हो तर बाटोको एक्सक्लुसिभ प्रयोग चाहिँ मेरो हो। त्यस्तै हो। एकदम सही बुझ्नुभयो। कानून भारतीय नै लाग्छ, सार्वभौमिकता भारतकै रहन्छ, तर नेपालले अन्तर्राष्ट्रिय सन्धिद्वारा ग्यारेन्टी गरिएको प्रयोगको अधिकार पाउँछ। यो त गजबको कन्सेप्ट हो। सोचौं न, यदि नेपालले बिना रोकटोक जिरो भन्सार झन्झट सहित कलकत्ता वा हल्दिया बन्दरगाह प्रयोग गर्न पायो भने नेपालको लजिस्टिक खर्च कति घट्छ? यसले नेपालको अर्थतन्त्रलाई कसरी कायापलट गर्न सक्छ? साँच्चै ठूलो फाइदा हुन्छ यसबाट त। अनि त्यति मात्र होइन नि, मानसरोवर तीर्थयात्राको व्यवस्थापनमा पनि नेपालको सहभागिता रहने र त्यसबाट आउने पर्यटन राजस्वमा पनि नेपालले हिस्सा पाउने कुरा यसमा स्पष्ट छ। यो सुन्दा त नेपालको लागि साँच्चै गेम चेन्जर नै जस्तो लाग्छ। तर हामीले यहाँ एउटा विशाल विषय वा भनौँ न एउटा ठूलो हात्तीलाई बिर्सिरहेका छौँ जस्तो लाग्यो। के विषय नि? त्यो हो चीन। लिपुलेख भनेको त नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु नजिक छ नि त। त्यहाँ नेपाल र भारतले मात्रै आन्तरिक सम्झौता गरेर त पुग्दैन होला? पक्कै पनि पुग्दैन। बीजिङले पक्कै पनि त्यहाँ आफ्नो सिमानामा भारत र नेपालको संयुक्त संयन्त्र बनेको वा भारतको सुरक्षा उपस्थिति अझ सुदृढ भएको एकदम शङ्कास्पद नजरले हेर्छ होला नि। नेपालले चीनलाई कसरी विश्वासमा लिन्छ कि यो सम्झौता उसको विरुद्धमा छैन? हो, यदि हामीले यसलाई फराकिलो परिप्रेक्ष्यमा जोडेर हेर्यौं भने यो कुरा आउँछ। तर डकुमेन्टले यो भू राजनीतिक संवेदनशीलतालाई पटक्कै नजरअन्दाज गरेको छैन। के छ त त्यसमा व्यवस्था? यसमा त्रिपक्षीय संवेदनशीलता प्रावधान अर्थात् ट्राइल्याटरल सेन्सिटिभिटी क्लज राखिएको छ। यसको मुख्य मेकानिजम के हो भने त्यो संयुक्त प्रशासनिक क्षेत्रमा कुनै पनि तेस्रो देशलाई लक्षित गरेर जासुसी गर्ने वा सैन्य गतिविधि गर्ने काम पूर्ण रूपमा निषेध गरिन्छ। तर कागजमा लेखेर मात्र त भएन नि।
भारतले त्यहाँ रडार वा अन्य गुप्तचर प्रविधि राख्यो भने नेपालले कसरी रोक्ने? त्यही भएर त त्यहाँ संयुक्त प्रशासन र सूचना आदान प्रदान संयन्त्र हुनेछ भनिएको हो। नेपाल त्यहाँ उपस्थित हुनु भनेको नेपाल आफैमा एउटा बफर बन्नु हो नि। नेपाल आफै साक्षी बस्ने भयो। हो त। नेपालले चीनलाई स्पष्ट रूपमा के सन्देश दिन सक्छ भने हामी त्यहाँ उपस्थित छौं र हामी हाम्रो असंलग्न परराष्ट्र नीतिमा अडिग छौं। यो भूभागबाट चीन विरुद्ध कुनै गतिविधि नहुने ग्यारेन्टी हामी दिन्छौं। यसले त पक्कै पनि विश्वास बढाउँछ। एकदम। यसले गर्दा चीनको सुरक्षा चिन्ता पनि सम्बोधन हुन्छ, किनकि अहिले त भारतको मात्र एकलौटी नियन्त्रण छ त्यहाँ, जसले गर्दा चीन झन बढी सशंकित छ नि। नेपालको उपस्थिति दुवै ठूला छिमेकीको लागि एउटा कम्फर्ट लेभल बढाउने माध्यम बन्न सक्छ। ल, कूटनीतिक र आर्थिक कुरा त मैले राम्रैसँग बुझेँ, तर म फेरि ग्राउन्ड रियालिटीमै फर्किन चाहन्छु है त। हजुर, भन्नुस्। यस्ता लामा र जटिल डकुमेन्टहरू सिंहदरबार र साउथ ब्लकका दराजमा कति थन्किएका छन् कति? यसलाई साँच्चै नै कार्यान्वयन गर्ने हो भने कसरी सुरु हुन्छ त? किनकि आजको भोलि नै सिमानामा गएर ल अब हामी मिलेर काम गरौँ भन्न त सम्भव छैन नि। होइन, आजको भोलि त पक्कै सम्भव छैन। यसको लागि एकदमै सूक्ष्म र गणितीय फेजिङ अर्थात् चरणबद्ध मार्गचित्र प्रस्ताव गरिएको छ। यसलाई 3 चरणमा बाँडिएको छ डकुमेन्टमा। 3 चरणमा? पहिलो चरणमा के हुन्छ त? पहिलो चरण भनेको 0 देखि 1 वर्षसम्मको हुन्छ, जुन पूर्ण रूपमा विश्वास निर्माणको चरण हो। 1 वर्षसम्म चाहिँ के मात्रै गर्छन् त? मिटिङ मात्रै? हो, यो 1 वर्षमा जमिनमा कुनै भौतिक काम हुँदैन, केवल संयुक्त प्राविधिक समितिहरू बन्छन्, तनाव कम गर्ने अर्थात् डीएस्कलेसनका प्रोटोकलहरू बन्छन्, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा मिडिया र जनतालाई यो मोडल बुझाउने काम हुन्छ। त्यो त एकदमै जरुरी छ। किनकि रातारात सम्झौता गरियो भने त जनआक्रोशले दुवै सरकार ढल्न सक्छन् नि त। अनि जब दोस्रो वर्ष सुरु हुन्छ तब के हुन्छ? डोजर चल्न थाल्छन्? चरण 2 भनेको 1 देखि 3 वर्षसम्मको हुन्छ। यो संस्थागत निर्माणको समय हो। यहाँ आएर मात्र ज्यामले कानुनी मान्यता पाउँछ र पारोवहन करिडोरको विस्तृत सम्भाव्यता अध्ययन र शिलान्यासको काम सुरु हुन्छ। भनेपछि काम सुरु हुन त टाइम लाग्ने रहेछ। अनि तेस्रो चरण नि? अन्ततः चरण 3 अर्थात् 3 देखि 7 वर्षमा गएर मात्र करिडोर पूर्ण रूपमा सञ्चालनमा आउने र संयुक्त क्षेत्रमा इको टुरिज्मका गतिविधिहरू सुचारू हुने अपेक्षा गरिएको छ। यो टाइमलाइन सुन्दा जति व्यवस्थित सुनिन्छ नि, यो बीचमा सरकार फेरिने उग्र राष्ट्रवाद भड्किने सम्भावना उत्तिकै छ। तपाईँ आफै भन्नुहोस् न, नेपालमा कुनै नेताले हामीले कालापानीमा संयुक्त प्रशासन मान्यौं भन्यो भने सडकमा आगो बल्दैन र? बल्न सक्छ। या भारतमा हामीले नेपाललाई एक्सक्लुसिभ बाटो दियौं भन्दा त्यहाँको आन्तरिक राजनीति शान्त बस्ला त? हेर्दाखेरि यो राजनीतिक आत्महत्या जस्तो देखिन सक्छ सुरुमा, तर डकुमेन्टले यसैको लागि दुवै देशका संसदबाट यसलाई अनुमोदन गर्नुपर्ने शर्त राखेको छ। संसदबाटै पास गराउनु पर्ने हो नि। संसदबाट पास हुनु भनेको कुनै एउटा पार्टी वा प्रधानमन्त्रीको मात्र निर्णय नभएर राष्ट्रिय सहमति बन्नु हो। पक्कै पनि यसले माग गर्ने भनेको अत्यन्तै साहसी राजनीतिक इच्छाशक्ति हो। भोटको राजनीति भन्दा माथि उठेर आउने 50 वर्षको आर्थिक एकीकरण र शान्तिलाई हेर्न सक्ने नेतृत्व बिना यो प्रस्ताव अगाडि बढ्नै सक्दैन। साँच्चै गहिरो कुरा गर्नुभयो। भनेपछि यसको समग्र अर्थ के हो त भन्दाखेरि हामीले नक्सामा कुरिएका रेखाहरूलाई मात्र हेरेर बस्ने कि ती रेखाहरू पार गरेर आउन सक्ने समृद्धिलाई हेर्ने भन्ने हो? एकदम। नेपालले व्यापारिक पहुँच र आर्थिक वृद्धि दर रोज्ने कि अनन्त विवाद? भारतले स्थिर र सुरक्षित उत्तरी सीमाना रोज्ने कि सधैँ सशंकित छिमेकी? डकुमेन्टको मर्म स्पष्ट छ। द्वन्द्वभन्दा सहकार्य र भूभागभन्दा आर्थिक एकीकरण हो। यो डकुमेन्टले खोजेको पनि यही नै हो। आज हामीले यो डकुमेन्टमा प्रस्ताव गरिएका उपायहरू, यसको प्राविधिक संयन्त्र, पारवहन करिडोरको लजिस्टिक र भूराजनीतिक सन्तुलनको बारेमा निकै गहिरिएर कुरा गर्यौं। तर यो छलफललाई बिट मार्दै गर्दा म आजको यो गहिरो अध्ययन सुन्ने जो कोहीलाई पनि एउटा वैचारिक प्रश्न छोडेर जान चाहन्छु। यो प्रस्तावले परम्परागत सिमानाको अवधारणालाई नै चुनौती दिएको छ। यदि एउटा समर्पित पारवहन करिडोर र संयुक्त आर्थिक क्षेत्रले दुई देशका यति गहिरिएर बसेका आर्थिक र रणनीतिक आवश्यकताहरूलाई साँच्चै नै पूरा गर्न सक्छन् भने के 21औं शताब्दीको यो भूमण्डलीकृत विश्वमा हामीले मान्दै आएका कठोर काँडेतार लगाएका राष्ट्रिय सिमानाहरू बिस्तारै असान्दर्भिक हुँदै गइरहेका त छैनन्? साँच्चै सोच्न बाध्य बनाउने कुरा हो यो। के अबको भविष्यमा देशहरूलाई छुट्याउने रेखाहरू बन्दुकको नालले होइन, बरु यस्तै व्यापारिक सम्झौता र आपसी आर्थिक निर्भरताका आधारमा कोरिनेछन् त? यो यस्तो प्रश्न हो जसको उत्तर सायद आजका राजनीतिज्ञले होइन, आउने दशकहरूले नै दिनेछन्। एकदमै सही भन्नुभयो। हाम्रो यो छलफलमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। स्रोत सामग्रीहरूले देखाएको बाटो र त्यसमाथिको यो विश्लेषणले पक्कै पनि यो जटिल विषयलाई एउटा नयाँ कोणबाट हेर्न मद्दत गर्यो होला। फेरि भेट्नेछौँ अर्को कुनै यस्तै चाखलाग्दो विषयको गहिराईमा पुग्न।